भएपछि धेरै कुराको जिम्मेवारी हुँदछ। अब आमा र दिदीले राख्ने हो कि अब के गर्ने हो भन्ने पनि यहाँनिर धेरै चाहिँ कुराहरू आइरहेछ। सब्जी पाइसक्नु भयो? मासु त पकाउनु भएन। आज चाहिँ समीरको मम्मीले आज हामीलाई खाना पकाइदिरहेछ हुनुहुन्छ। भावनाको नाता एकदम बलियो भएछ। रगतको नाताभन्दा भावनाको चाहिँ रगत बलियो हुन्छ है भनेर चाहिँ बुढाबुढी त्यतिकै भनेको रहेछ। यहाँ निकै खटपट भइरहेको अवस्था छ। दर्शकबिन तिनचरी अनलाइन टिभी हेरिराख्ने सम्पूर्ण दर्शकमा नमस्ते। म देवेन्द्र लिम्बू। अब हामी लमजुङ जिल्लाबाट उहाँहरूको सबै काम सकेर हामी पोखरातर्फ जाँदैछौँ। त्यति मात्रै होइन, उहाँहरूको धेरै कुरा छ। मामालाई पनि त लानु पऱ्यो भने त यसो देखाउनु पऱ्यो अनि हरेक कुरा छ है त। के हुन्छ सर? होइन, जानुपर्छ नि, मामालाई जानुपर्छ, देखाउनुपर्छ, चिनाउनुपर्छ। ल समय त गयो त। समय त अब माथि झापा मरम गएपछि सम्पूर्ण टिमहरू हुनुहुन्छ अहिले। अब हामी चाहिँ आमामा हेर्नुहोस् त यहाँनिर कुन ड्रेस हो यो? गुरुङ ड्रेसमा आमामा सम्मान गुरुङ ड्रेसमा हेर्नुहोस् त। म गुरुङनी जस्तो देखिरहेको छु कि छैन? सुन होइन हौ, सुन भन्दा पनि किन्ती हो। सुन भन्दा पनि किन्ती हो नि त। यो त कति महँगो पर्छ। यो ढुङ्गा कहाँ जान्छ र? यिनीहरू चाहिँ कल्चरको क्या हो, गुरुङको कल्चरको हो। धन्यवाद छ। यहाँ हेर्नुहोस् यसरी ढकमक्क झलमल्ल हुने गरी स्वागत गर्नुभएको छ। कति चाहिँ सम्मान गर्नुभएको छ हाम्रा के अरे लमजुङवासी, लमजुङ देशीबाट यस्तो सम्मान स्वरूप हामीलाई चाहिँ बिदा गर्नु आँट्नुभएको छ। आमामा हेर्नुहोस् त हेमराज देवान ढाका टोपी झलक हेर्नुहोस् त। लमजुङ जिल्लाको बेसी सहरमा हेर्नुहोस् त, हामीले चिन्नु सक्यौँ हो। यस्तै हेर्नुहोस् सम्मान गर्नुभएको छ यहाँनिर। सम्मानको लागि धेरै धन्यवाद छ लमजुङ अनि बेसी सहरका सम्पूर्ण र माथि जो हामी गाउँको नाम चाहिँ अलिक अप्ठ्यारो छ त्यहाँ सबैमा हामी डुल्यौँ। उहाँहरू बुद्धिजीवी लगायत सम्पूर्णलाई चाहिँ हृदयबाट धन्यवाद छ। आज हामी पोखरातर्फ लाग्दैछौँ। अहिले बिहान छ, अब चाहिँ 3 बजेको बसमा घन्टायौँ पोखरातिर र त्यता फुपूसँग नि भेट्ने छौँ। धेरै कुरा छ अब है। पोखराको फेवाताल घुम्ने हो। दर्शकबिन यति बेला हामी चाहिँ लमजुङ